हाम्रो प्लेयरहरूलाई खुट्टामै बल चाहिन्छ कि क्या हो होइन। यो जिलेस्पी ब्रोले यसरी लगिसकेपछि त्यो बल होइन त्यहाँ होल्ड गर्छ क्या हल्का, अनि पछाडि हेर्छ कोही छ कि सपोर्टमा भनेर, कोही हुँदैन, अझै बल यसो खेलाउनु खोज्छ कोही आउँछ कि भनेर, तर आउँदैन। यहाँ हेर्नु सक्नुहुन्छ एउटा प्लेयर त्यहाँ मूर्ति जस्तै उभिरहेको हुन्छ क्या, सायद त्यो प्लेयरले पर्खिरहेको थियो होला क्या, मलाई यताउता खेलाएर मेरो खुट्टामै पास आउँछ बल आउँछ भनेर ढुक्कसँग बसेको थियो होला। र हाम्रो एउटा सानो कमन दिमागले पनि के सोध्छ भन्दा त्यो स्पेस त्यति खाली छ कि त्यहाँ एप्रोच गर्न सकिन्छ कि, त्यो खाली ठाउँमा जाने हो नि त फुटबलमा, हामी के गर्छौँ त्यही होइन। अनि यहाँ चाहिँ अब सकेन जिलेस्पीले, अब सक्यो त सक्दैन त, अनि कहाँ कति नै ड्रिबल गर्नु सकोस् र, अर्को त्यहीँ छ है त्यो अर्का प्लेयर पनि, ऊ पनि त्यहीँ छ ठिङ्ग उभिरहेछ, के भन्ने यस्तो छ पारा। सायद कोचले नै भनेको थियो होला क्या, हेरकडा हो एकजना मात्र जाने हो है दुश्मनको पोस्टतिर, बाँकी सब आफ्नै हातमा बस्छ, 10 जना आफ्नो एरियामा बस्छ, एकजना मात्र जान्छ।